गाउँ गाउँबाट उठौँ बस्ती बस्तीबाट उठौँ यो देशको मुहार हेर्नलाई उठौँ यो देशको मुहार हेर्नलाई उठौँ गाउँ गाउँबाट उठौँ बस्ती बस्तीबाट उठौँ यो देशको मुहार हेर्नलाई उठौँ। धन्यवाद। अब आउनु हुँदैछ हाम्रो मेयर नेता आउनु हुँदैछ अरे। अब देशमा के कस्तो के गर्नुहुन्छ अहिलेका युवाहरूलाई यही देशमा विदेश जाने नपरोस्। छोराछोरी सबै जान परिवारहरूले सँगसँगै बसेर उनीहरूको विदेश जानेहरूको यतै बसेर भोट दिन पाएदेखि कति राम्रो खुसी हुन्थे होलान्। तर पहिलाको के अरे पहिलाको मन्त्रीले के गर्नुभयो यस्तो नगरिदिनु भएको थियो भने त त्यत्र मर्ने नै थिएनन् होला। साना बालबच्चाहरू कति मरे, पढ्छु भन्दा भन्दै पनि पढ्न जाँदै पनि गोली खाए, कति मरे। तर त्यस्तो चाहिँ अब चाहिँ त्यस्तो देश नआओस्। धेरै राम्रो देश यो, धेरै राम्रो के अरे सारा संसार जिल्लाभरि राम्रै देश आओस्। विदेशतिर जानु नपरोस्, खाडी मुलुक पस्नु नपरोस्, के अरे हेर्नु गर्नु नपरोस्। सधैँभरि यही देशमा सानो राम्रो ठाउँमा कारखाना खोलिदिनु। अब के अरे अब आकाले पनि राम्रै गरेका थिए, तर जुन उसमै ठाउँमै बस्नेले गरिदिनु भएको थियो भने त यत्रो संसार पल्टिनै थिएन होला। तर अब पल्टे तापनि राम्रो पल्टियोस्, राम्रो आओस्। त्यसैमा हामी जनताहरू खुसी हुन्। जनताहरूले विदेशबाट पनि कति राम्रो हा भन्न पाउनु उनीहरूले धेरै राम्रो होस्। कतिका छोराहरू गइरहेछन् अहिले भोट दिन नपाउँदाखेरि उनीहरू कति तडपिरहेका छन्। अब यही ठाउँमा बस्न पाएको थियो र कारखाना केही गर्न थियो भने उनीहरूले हाजिरै गरेर पनि खाना पाएका थिए भनेदेखि राम्रो घर परिवारहरू चलाउन पाएका थिए भने देश विदेश जानु नै पर्ने थिएन होला नि त। तर देश नै भ्रष्टाचार भएर नै होला यस्तो भएको। तर अब चाहिँ त्यस्तो नहोस्। अब सबैजना जुटे पनि अब उसमा ठाउँमा त सबैको बोली त बोल्नै पर्छ, गर्नै पर्छ। ठुल्ठुलो उहरूले नेताहरूले मन्त्रीहरूले बाहिरको मोदीहरूले पनि ठाउँमा गर्नै पर्यो। ठाउँको नेताहरूले पनि अब राम्रो समय गरिराख्नु भएकै थियो। तर सरकारै राम्रो नभएपछि एकदम बलियो सरकार, एकदम राम्रो गर्ने, महिलाहरूलाई पनि हेर्ने, पुरुषलाई पनि हेर्ने, घर परिवारको फ्यामिलीहरू सबै कहिले छोडेर काहीँ विदेश जानु नपर्ने, यही ठाउँमा चाहिँ राम्रोसँगको अब उठ्ने पनि अब मन्त्री बस्ने पनि गर्ने पनि आइदिनु र भएर बसिदिनु हो भनेदेखि सबै देशै उल्टिन्छ। अर्को उसमा म पनि आहा क्या राम्रो गरिदिनु भयो भन्ने होस्। अब अहिले पनि गरि त राख्नु भएको हो, तर जुन मुख्य ठाउँमा चाहिँ भ्रष्टाचार र राम्रो नभइदिनका कारणले गर्दाखेरि यो देश आएको हो। अब विदेशतिर पनि राम्रो ठाउँमै राम्रो होस्। दुबई, कतर, साउदी, अमेरिका सबैतिर सबै देशमा हाम्रो आफ्नै फ्यामिलीहरू परिवारहरू कति गइरहेका छन्। उनीहरूलाई कति कष्ट परिरहेको छ। मेरै बाबुहरू कति गएर कति खेपिराख्नु परेको छ। तर यही ठाउँमा बसिदिएको थियो, के अरे एउटा कारखाना आइदिएको थियो र एउटा ठुलो केही भइदिएको थियो भने त जानु नै पर्ने थिएन होला भन्दै सबै हाम्रो अहिले अब आउनेहरूलाई पनि लाल सलाम गर्छु। अब यहाँ गरिदिनेहरूलाई पनि जिल्लामा ठुलो अब काठमाडौँकै ठाउँमा हजुरहरूले कति ठाउँमाबाट गरिराख्नु भएको होला, क्षेत्रबाटै गरिराख्नु भएको होला। तर उहाँहरूलाई पनि धेरै नै म नमस्कार गर्न चाहन्छु। अब धेरै राम्रो सरकार, अस्तो भन्दा पनि सरकार राम्रो आइदिएर ठाउँमा बस्ने मन्त्रीले राम्रो गरिदिनु भनेदेखि अहिलेका युवाहरूले पनि कहीँ जानु पर्दैन, केही गर्नु पर्दैन, केही गर्नु पढाइ चाहिँ एकदम राम्रो। अबको उसमा चाहिँ पढाइ राम्रो आओस्, एकदम राम्रो। अहिले हाम्रो के अरे अब आउने बालबच्चाहरूको चाहिँ भविष्य यहीँ ठुलो एउटा केही कारखाना गरेर एउटा स्कुल बनाइदिनु भयो भनेदेखि अब गरिब दुखीहरूले पनि स्कुल पढ्न पाउन्। अहिलेको जमाना नपढिकन केही नै छैन, संसारै छैन। पढ्नेहरूको पनि जागिर खान पाएका छैनन्। तिनीहरूले पनि धेरै जागिर खान पाउन्। सानै भए पनि ठुलो जागिर नभए पनि सानो जागिरहरू खान पाउन् अब भन्दै हामी अब के त अब अहिले
त अब उस नै भ्रष्टाचार नै भएको छ भन्दै भन्दै सबै पल्टिराख्नु भएको छ। पल्टिनेहरूले पनि हेरेर बुझेर सबै आफ्नो आफन्तले पनि त्यसरी नै भोट दिनु होला भनेर अब आउने सरकार पनि एकदम राम्रो दह्रो बनिएर हिम्मत भएर हिम्मत अनुसारले देशभरि नै सारा जिल्ला संसारभरि नै अब बागलुङ क्षेत्र भयो, कता कहाँको क्षेत्र भयो। अब हामी त यहाँ हाम्रो त धुलारी क्षेत्र, धुलारी हो हाम्रो चाहिँ। म धुलारीबाट बोल्दैछु। पहिला हामीले पनि कति गर्न खोज्यौँ, तर गर्नेहरूले गिराउनु भयो, गिराएर उँभो उँभो दिन सक्नु भएन। पहिला धेरै पढेको भनेर जति पढ्दा पनि हुन्छ भनेर खोज्नुभयो, भरे लास्टमा धेरै पढेको चाहिन्छ भनेर निकेर गिराउनु भयो। अबका उठ्नेहरूलाई, अबका राख्नेहरूलाई, अब सानोबाट पनि ठुला हुनेहरूलाई चाहिँ हजुरहरूले कहिले नगिराइदिनु होला, कहिले नगर्नु होला। अगाडि बढ्ने कोसिस दिनु होला। अगाडि बढ्न चाहनुहुँदाहरू पनि बढ्नु पनि पर्छ, बढ्ने पनि गर्नुपर्छ, अगाडि बढिराख्नुपर्छ भन्दै म सबैलाई नमस्कार गर्छु। भयो सुषमा? भयो?